प्रथम राधे राधे हरे कृष्ण। अहिले चाहिँ नि जुन देखिराख्नु छ म यो माण्डव सेवा आश्रममा आएको छु। मेरो अगाडि चाहिँ नि प्रथम त यो माधव ग्यावालीजी हुनुहुन्छ। उहाँले चाहिँ लाइ पर्न छ माण्डव सेवा आश्रमलाई। यसै गरी हजुर उहाँको परिचय भन्नु। दीपक गेवाली मेरो नाम। हजुर घर मेरो अर्घाखाँची छत्रदेवी गाउँपालिका, अहिले बुटोल देवीनगर। अहिले म बुटोल उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा भर्खरै जोइन भएर काम गरिरहेको छु। हजुर यो संस्थाको लागि धेरै धेरै शुभकामना। ल धन्यवाद। तपाईँले चाहिँ नि धेरै यसको लागि फुलाउनलाई धेरै सहयोग गरिराख्नु छ भन्ने मलाई उहाँ माधव ग्यावालीजी भन्न छ। धेरै काम गर्न छ। हजुरलाई चाहिँ नि यो भगवानको कृपाहरू चाहिँ नि हमेसा रोस् भन्दै म फेरि यतातिर लागेँ। यहाँ पुजारी हुनुहुन्छ। राधे राधे। मैले छोटकरीमा भने यसै गरी हजुर चाहिँ नि कुसुमराज गेवाली। हजुर हजुर मेरो घर चाहिँ गुल्मी रुरु गाउँपालिका साबितवादी। हजुर अहिले बसाइ मेरो बुटोल मिलन छ। हजुर म पेसाले चाहिँ सिभिल इन्जिनियर हो। हजुर माधव दाइसितै माण्डव सेवा आश्रममा बेला बेला आउनु। ल हजुर धन्यवाद। तपाईँहरूले गर्दा यो चाहिँ नि यसलाई प्रगति भएको चाहिँ नि मलाई जानकारी आएको छ। हजुरले पनि यसो गरिदिनुहोस्। नमस्कार, म लक्ष्मण गेवाली। हजुर मेरो जन्मघर गुल्मी दिगाम 6 बुवा। हजुर अहिले 17 कोट 4 पर्छ। हजुर म शङ्करनगर अहिले तिलोत्तमा एक संस्थापना कालदेखिकै हजुर संस्थापक मेम्बर हो, पूर्व अध्यक्ष पनि हो। हजुर हजुर यो संस्था हाम्रो कुलको गौरव माण्डव्य बन्धुहरू दाजुभाइ दिदीबहिनीहरूलाई यो संस्थामा आएर यसलाई फलाउन सिँगार्न सबैले चाहिँ प्रयत्न गरौँ। हाम्रो यो पर्सि चाहिँ आइरहेको छ चण्डी पूर्णिमा, बुद्ध जयन्तीको दिन हाम्रो कुल पूजा हुन्छ। त्यो कुल पूजाको दिन सबै बन्धु बान्धवहरू हजुर यहाँ आएर कुल पूजामा सरिक हुनको लागि म आह्वान गर्छु। ल धन्यवाद। ल राधे राधे हरे कृष्ण। नमस्कार, म श्रीराम गेवाली। यो गुल्मी बलेटक्सार गेवाल मेरो घर। हाल चाहिँ बुटवल अस्थायी बसोबास छ। म पेसाले चाहिँ म पत्रकारिता। यो माण्डव्य सेवा आश्रम जस्तो पवित्र स्थान, यहाँ एकदम राम्रो स्थानमा आउनु पाएकोमा सौभाग्य ठानेको छु। यसको उन्नति प्रगतिको कामना गरेको छु। ल मैले त के भन्नु र धन्यवाद भन्न पर्यो। तपाईँहरू जस्तोले गर्दाखेरि यो हाम्रो चाहिँ नि माण्डव्य सेवा आश्रम धेरै प्रगति उन्नति भइराखेको छ। मैले त भन्दाखेरि त यो हाम्रो कुल पितृहरूको आशीर्वाद सबैमा चाहिँ नि रोइराखोस् भन्ने आग्रह गर्दै राधे राधे हरे कृष्ण।